क्लियर थ्यांक यू अब चाहिँ हामी जान्छौँ कसकोमा भने 4 भित्ताको क्षेत्रफलमा कसकोमा 4 भित्ताको क्षेत्रफल 4 भित्ताको क्षेत्रफल ए बराबर के यहाँ 2 into h l plus b हुन्छ 2 into h l plus b हुन्छ के हुन्छ 4 भित्ताको क्षेत्रफल के हुन्छ 2 into h l plus b हुन्छ यो फर्मुला लगाएर चाहिँ हामीले 4 भित्ताको यो चारैतिरको यो भित्ता हो नि चारैतिरको भित्ताको चाहिँ हामीले क्षेत्रफल निकाल्न सक्छौं मजाले यो फर्मुला लगाएर ठीक छ थ्यांक यू ल अब यहाँ चाहिँ हामी के सिक्छौं भने भुइँ कस्तो हुन्छ र 4 भित्ता के हो र सिलिन के हो या हामीहरु यहाँ अब यो सिक्छौं सबैभन्दा मोस्ट इम्पोर्टेन्ट कुरा जबसम्म हामीले कुनै पनि क्वेशनलाई राम्रोसँग बुझ्दैनौं तबसम्म हामीले त्यसको आन्सर निकाल्न सक्दैनौं त्यसकारणले पहिले चाहिँ हामी यो क्वेशनलाई सम्झिने प्रयास गरौं यो आकृतिले यो चित्रलाई हामीले सम्झिने प्रयास गरौं है अब के हो भने भुइँको क्षेत्रफल नमुना चित्रमा भनिएको छ यो चित्रहरुलाई जनाउनको लागि है हामीले नमुना चित्रमा यसरी हामीले जनाउन सक्छौं भुइँको क्षेत्रफल के हुन्छ l into b हुन्छ त भुइँ के हो भने यो जति छ यहाँदेखि s p q r यो के हो हाम्रो भुइँको क्षेत्रफल हो के हो भुइँको क्षेत्रफल अब आउने 4 भित्ताको क्षेत्रफल 4 भित्ताको क्षेत्रफल यहाँ हेर्नु w p त्यसपछि q m r m s t अर्थात यो चारैतिरको यो जुन छ यसरी भित्ता यो भित्ता भयो त्यो भित्ता भयो त्यो भित्ता भयो यो भित्ता भयो यो सबै के हो 4 वटा भित्ता छ भने यसै कारणले भनेको छ 4 भित्ताको क्षेत्रफल यहाँ के हुन्छ लम्बा र उचाइ छ यो सिधा छ यसको पनि के हुन्छ यहाँ यसले के हुन्छ यो मल्टिप्लाई हुन्छ त्यसकारणले 4 भित्ताको क्षेत्रफल के हुन्छ 2 into h l plus d यो चारवटै तिरको के भइसक्यो यो 4 भित्ताको क्षेत्रफल भइसक्यो 4 भित्ताको यो नमुना चित्र भयो है अब भन्छ सिलिङ जुन यो भुइँ छ हाम्रो यसको सिधा माथि के हुन्छ हाम्रो सिलिन हुन्छ टपमा के हुन्छ सिलिन टाउकोको टपमा सिलिन र टाउकोको मुनि चाहिँ जुन तल खुट्टामा छ त्यो के भयो हाम्रो भुइँ भयो यसरी चाहिँ हामीले क्षेत्रफल निकाल्न सक्छौं अब यसैमा फेरि के क्वेशन सोध्छ भने 4 भित्तामा भुइँ 4 भित्तामा झ्याल र ढोका बाहेकको क्षेत्रफल के भन्छ झ्याल र ढोकाको बाहेकको क्षेत्रफल 4 भित्ता झ्याल र ढोका बाहेकको क्षेत्रफल यो पनि सोधिन्छ यसको अर्थ के भयो भने 4 भित्ता झ्याल र ढोकाको बाहेकको क्षेत्रफल भन्छ भने के गर्ने भने यो 4 भित्ताको पहिला क्षेत्रफल निकाल्ने के गर्ने 4 भित्ताको क्षेत्रफल निकाल्ने 4 भित्ताको क्षेत्रफल a into 2 into h l plus b गर्ने 4 भित्ताको क्षेत्रफल आउँछ अनि 4 भित्ता झ्याल र ढोका बाहेकको क्षेत्रफल भन्छ भने के गर्छौं हामी यो जुन हाम्रो यो आयताकारको ढोका छ यो ढोकाको क्षेत्रफल माइनस गर्छौं अनि
यो जुन हाम्रो यो झ्याल छ यो झ्याललाई के गर्छ यसको क्षेत्रफल र यसको क्षेत्रफल के गर्छ हामी माइनस गर्छौं के गर्छ यसको क्षेत्रफल र यसको क्षेत्रफल के गर्छ हामी माइनस गर्छौं त्यसकारणले यसको क्षेत्रफल के भइहाल्छ भने 2 into h l plus b माइनस के भन्छ झ्यालको र ढोकाको झ्यालको क्षेत्रफल झ्याल र यसरी यहाँ माइनस को चिन्ह दिने यसरी कोष्ट दिने झ्याल र ढोकाको क्षेत्रफल यो गर्यो भने हाम्रो के हुन्छ 4 भित्ता झ्याल र ढोकाको क्षेत्रफल बाहेकको आउँछ त्यसरी यो फर्मुला लगाउनु पर्छ यसरी फर्मुला चाहिँ बनाउनु पर्छ र यही फर्मुला हुन्छ र झ्याल र ढोकाको चाहिँ क्षेत्रफल यो आयत हो आयतको क्षेत्रफल के हुन्छ आयताकारको आयताकार वस्तुको क्षेत्रफल ए बराबर के हुन्छ l into b हुन्छ l चाहिँ के छ लम्बाइ छ b चाहिँ के छ चौडाइ रहेको छ यसरी चाहिँ हामीले बुझ्यो भने मज्जाले चाहिँ के गर्न सक्छौं यो चाहिँ हामीले यसको सूत्रहरुबाट क्षेत्रफल निकाल्न के हुन्छ सजिलो हुन्छ अब अर्कोचोटी म तपाईहरुको माझमा यसको क्षेत्रफल कसरी निकाल्ने त्यो चाहिँ सिकाउँछु अहिलेको लागि यति नै तपाईहरुले सब्स्क्राइब गरेर राख्नु होला यो च्यानल र नोटिफिकेसन तपाईहरुमा